नमस्कार है साथीहरू। ल मैले आज एउटा हामीले जस्तै कुनै कोदो यो तोरी हो। ल हामीसँग यो तोरी हो, यो पोहोरको तोरी है। र यसलाई हामीले सुकाउँदाखेरि के गर्छ भने यसरी होइन, हातले यसरी मिलाई सुकाउँछन्। तर यस्तो गरेर पर्दैन कि यस्तो एउटा बाँसको या कुनै यस्तो लौरो लिनुहोस् र यसले सट्ट यसो गर्नुहोस्, यहाँबाट पर्रै एकदम लेभलमा सुकाइन्छ क्या तोरीलाई। यस्तो भयो लान्छ त्यस्तै एकदम लेभल लानु। सबै कतिको पातलो सुकाउनु, कतिको बाक्लो सुकाउनु, यसले तपाईँको ठाउँ अनुसार यसरी सट्ट सुकाउन मिल्छ। यो छोटो भिडियो तपाईँहरूको जानकारीको लागि सजिलो लाग्यो, कहिले सजिलो लाग्यो सट्ट कतिको लाग्यो चाहिँ यसरी सुकायो भने एउटै लेभल हुन्छ। यसलाई चाहिँ हामीले यसरी सट्ट कति लाग्यो तपाईँले फेरि यता फेरि सट्ट लगाएर यसरी पकाउनु होला एकदम छिटो। यसरी यस्तै पुरै पनि सुकाउने चिज पनि यसरी सुकाउनु भयो भने एकदम छिटो हुन्छ, एकदम लेभल बराबर हुन्छ, भागको पातलो हुँदैन।